ल हाम्रो यहाँ छ है 8 बजे यहाँदेखि सुरु हो त्यो समुद्र बस सक्यो आमा कस्तो दामी पर भुटेको आइसकेछ बेनाजी यार एउटा ड्याममा दिइहाल्नु त सुरुमै फट्ट हालेर ललिपप मुटुमा हालेर यस्तै छ जिन्दगानी सेम छ त बिना यार पिपी पिपी यो पनि लानु बेला तपाईँलाई काम लाग्छ हेर्नु त इक भग्यो आम्मा लुक्स फोटो लगाएर लगाम न स्टेटस अर्दो भर उडा कता हो माया हेलो एन्ड नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा है अनि आज आमामा कत्रो ठुकेको कत्रो लब्बा भएन त अनि आज हामी चाहिँ जान्ला छ आज चाहिँ बाङ्गी बजार हो हच्छ कि फेरि सोले सालो भएन चाहिँ आज हामी बाङ्गी बजार चाहिँ भोकै आउँछ नि त खाएपछि बाङ्गो हुन्छ क्या हुइया जेरीपुरी ए टक्स पनि पाउँदैन टक्स जेरीपुरी मात्रै ए ल अहिले चाहिँ हामी त्यहाँ जान्छु तपाईँहरू सुरुको त्यहाँ के रहेछ कसो रहेछ त्यहाँको इम्पोर्टेन्ट चिजहरू तपाईँहरूलाई यसो देखाउनेछु पहिला हामी 8 बजे जानको लागि चाहिँ उहाँ जान्थ्यो है फेरि उहाँ आदर्श चोकसम्म पुग्थ्यो तर आज हामी सालघारी चोकसम्म मात्र पुग्नु पर्ने हुन्छ सालघारी बजार सस्तो बजार यस प्लिज कृपया तपाईँहरू पनि आउनु होला र ससेस र चाउमिन मोमो खाएर जानु होला फाइनल्ली हामी आइसकेको छ हाम्रो सालघारी बजार बाङ्गे बजार सालघारी बजार सस्तो बजार अनि बाङ्गे बजार त्यो बजारले आइसकेको छ हेर पेपे सुरमादेखि अङ्गुर 200 रुपैयाँ किलो छ दाइ किलोको 200 हेलो कस्तो बल देखे यार हेलो यतापट्टि अङ्गुर रहेछ के यार चिनहरू पनि रहेछ त यार बेला जी यार के चाहिँ 30 रुपैयाँ किलो रे हामीलाई 150 हो कि खै 100 रुपैयाँ किलो ओहो यता फेरि चप्पल फेरि अम्मा A1 रहेछ यार नै सालघारी लाइजे सालघारी बजारमा आउनु सस्तो बजार भनेर भन्दिन सस्तो बजारमा आउनु सालघारी बजारमा महा सस्तो महान तर यहाँ आज खुल्ला के हो यहाँ हामीले राख भनेको क्या यार बच्चाहरूको लागि पनि रहेछ पुरै खेल्ने कुराहरू यार बजार सालघारी बजार भन्ने के भएन चस्मा लाउँदैछु चस्मा यार बबाल जसलाई यार के भयो के खाने तिमीहरू के खाने भन् न त भन् के उठ्यो के चाहिँ पकौडा ल रोक तल किन दिन्छु यो के हो बेला हिरा हो क्या बेला हिरा हो क्या हिरा जस्तो देखिया त यो मेन हिरा यो मेन हिरा यो त अम्मा यो त हाम्रो ग्यास्ट्रिक डबल धेरै पाच्छ होइन यो खान्छ हो कसले ओइ के भयो के मसला सिधै खाने मसलाहरू नि छ भने के हो ए ठुलो सानो 50 ठुलो 100 को रहेछ यो 50 को यति छ अब 50 ठुलो 100 यो त चिया खाने गिलास यार सस्तो बजार हो नि के सालघारी बजार सस्तो बजार महँगो छ है अहिले महँगो भयो भनाइमा त सस्तो यार लास्ट महँगो रहेछ लकडाउन भएर क्या हो क्या ल तपाईँ खाने आइटमहरू छ खाने आइटममा जाउँ खै नाक पवाल देखा त खुवा गर छ्या कति नाकको पवाल देखा त यहाँ चाहिँ यसको नाकमा कति सिँगान छ भोलिपछि ठुलो भइसक्यो हेर आमा हेर त तेरो नाकै च्याति त्यसले हेर हान्छ क्या हो ओइ के हो यिनीहरू त ल है अर्को ठाउँमा जाउँ यो चाहिँ हरिब आइटम रहेछ मैले नै खान पाउने भएर आज ल एउटा दामी बनाइदिनु खुट्टा आमा कस्तो दामी पर भुटेको आइसकेछ बेना चाहिँ यार एउटा ड्याममा दिइहाल्नु त सुरुमै अब यहाँ आमा खाम्पाई उल्लब्बा नेक्स्ट
लभली रहेछ त्यहाँ दामी रहेछ एमा धेरै बेर जाम कि जाम होइन आफ्नो हो आफ्नै गाउँ हो तर आज यो खाएर भात रुच्दैन होला यार दामी रहेछ यार टेस्टी हरि खानु ओए रुच्छ मैले देखाएर तल त्यो खानु त्यसमा हामी मार्दो बर उडा उडा कता हो मारेर त्यही आउने रहेछ यहाँबाट हेर्दा त कहाँ कस्तो लाग्छ त्यही आउँदो रहेछ कि यो चाहिँ डेन्जर हो नि त ल भिडियो बनाउनु भिडियो भैया एकचोटि उठाउनु त भिडियो बनाउनु उडाउनु त उडाउनु के जुनसँगै भेट्छ क्या जुनमै ढोक्नु जस्तो लाग्यो हो क्या यार त्यहीँ रोकिन्छ जस्तो लाग्यो है जुनमै ढोक्नु जस्तो लाग्यो ओहो के हो हेलो ए आम्मा दाँत ओए दाँत देखे तेरो भाइ दाँत देखे त फेरि एकछिन फेरि त्यस्तै हाम्रो सेतो बहिनी सालगारीको सेतो बहिनी हुने यो हाम्रो सेतो बहिनी हाम्रो सालगारीको सबभन्दा गोरी बहिनी भनेको उनी हो कराई भन्दा गोरो मान्छे उनी उजेली तिम्रो नाम के हो उजेली होइन कराई भन्दा गोरी के होला भन त ल उजेली उजेली पाण्डे धोती तान्दे ल त त्यो भेनाक बिहामा त्यो गिफ्ट दिने हो कुन चाहिँ ए टक्क नारी हिँड्नु सोच्छ तपाईँलाई त यार मेरो बिहामा त्यो गिफ्ट दिने हो त्यो होइन भेनालाई अझै उयो भिटाएको कि मेरो बिहामा त्यो गिफ्ट दिनु तपाईँलाई त्यो ठिक तपाईँलाई किन्न नपरोस् भन्दा कि तपाईँलाई भोलिपछि कि त्यो ठिक्क लेभलको भेना त्यो ठिक हुन्छ चाहिँ तपाईँले ठिक्कको लेभलको थियो ल गाइस अब हामी पनि यहाँबाट लस्किम है अच्छा आधा रे यार सस्तो बजार यो सस्तो बजार सालगारी बजार सस्तो बजार लस्किम अब घरतिर ल 100को 3.5 किलो होइन 100को 3.5 किलो 100को 3.5 किलो गोल भेटा टोमेटो टोमेटो अलिक काँचो काँचो लिनुपर्छ धेरै लिएपछि त लैजाने दिदी 100 मा एक धारण लगाइदियो टमाटर होइन त म्युजिक ओ दिदी बहिनी दिदी बहिनी ल हाम्रो यहाँ छ है 8 बजे यहाँदेखि सुरु भयो त्यो समुद्र बास सक्यो के चाहिँ ग्लास किन भनेको सधैँ आउँछ त नि यार मैले काहीँ मात्र हो नि त केही छैन मात्रै कैरेट लगाके हाइट कस्तो रे फेरि एकचोटि कस्तो रे हाइट यस्तो होइन यस्तो हाइट सही छ फेरि एकचोटि गर्दा हाइट तलबाट कैरेट लगाएकोलाई हाइट हाइट ओए टमाटर झर्छ त यार खतरा यार फेरि एकचोटि बम्पर लाग्यो यार तलबाट क्रेट यस्तो क्रेट लाएर रहेछ नि कैरेट लगाएर हाइट हाइट बढाएको कि टमाटर पनि सब अर्ग्यानिक हो नि त दामी दामी टमाटर छ ऊ यो त के हो यार सेम छ त बिना यार पिपी पेपे सेम त यो पनि लानु भेरा तपाईँलाई काम लाग्छ वे राति काम लाग्छ सही तपाईँले युज गर्छ है कहिले काहीँ हेर्नु त इक भयो आम्मा लुक्स एन्ड लुक्स त्यहाँ फोटो लगाएर लगाम न स्टेसन ओए आम्मा काली यो त काली हो यो चोराको यो बिग फ्यान भनेर यो चोराको उयो त हेर त त्यो काली गोरु मान्छे त्यो पनि जान्न त्यो उयो आम्मा यो त भेना हो यार यो त सेम हेर्नु ल यो चाहिँ त्यो होइन अनि यो चाहिँ हक्रिना उयो यो अगाडि र पछाडिको डिजाइन हेर त यसरी भाइ ल हेर त ल सेम हैन यो तपाईलाई फेरि दिन्छ के दाइले भन्नु
होइन हाम्रो छोरी बेलुकाको लागि हो नि त होइन ओ बेला फेरि है हाले ल हाले त्यो फ्री है अनि फ्री पाउँदै लाग्छ त्यहाँ सयमा धार्ने भएन हँसाइदियो लास हँसाइदियो यार भेनाले यार त्यही टमाटरै झ्याल ओइ तपाईँ उल्टो उल्टो नहाल्नु न यस्तो सडेको पहुँच्यो यार यो टमाटर राम्रो हुन्न र कस्तो खालको छ यो ल लोकल नै होइन नि त भेना यार थाहा छ यो पुरा गाडी भर्यो त्यो बिहान बिहान सबै सक्यो कस्तो खालको टमाटर कि एकदम दामी पुरा पाक्छ डोरो कि लोकल त यत्रो यत्रो हुन्छ त यत्रो यत्रो हुन्छ लोकल त होइन अब केही केही रोप्दैन त्यहाँ केही फलाउँछ त्यो दुलो ओभर हाल्दै ओ हेर्न यस्तो हाल्यो त्यो राति बेलुका काम लाग्छ अरे हो टिप्नामा झाउ लाग्छ त्यहाँ सानो खाले के हो ल टमाटर लैजानु 100 मा एक धार्ने 3 किलो दिने भयो ल फाइनली 100 को 3 किलो 3 किलो 100 को 3 केजी आमामा यत्रो यार भेना के हो यार भेना फेरि चाहिने सामान मात्र युज गर्छ है यो चाहिँ राम्रो लाग्छ है भेनाको डब्लु ल बोकिहाल्नु नि त जाउँ लैजानु 100 मा एक धार्ने लगाइदियो ल कस यार के हो यार टमाटर यार पैसा परायो भेना यार हेट टिप्नु तर मेरो फेरि त्यसको बदली लाँदैन मिठो खालको झरेको त 100 मा धार्ने लेट्स गो उयो भाइ ल फाइनल्ली हामीले हाम्रो बेनाले 100 को 3 किलो टमाटर अनि पालेन थिङ तामाङले 150 को लेग पिस यो त बल खेल्दा खेल्दा हेर बलै बोकेर आएछ यार बल लबर बोय बल अघि त्यो भएर तातो रहेछ कि हेर्दै पक्लेछ कि खै एकछिन गालामा बल लबर बोय सो गाइस हाम्रो भेनाले फेरि यहाँ सामान लिनु भइसकेको छ तेल मसला नुन चामल होइन फट्टा हालेर ललिपप मुटुमा हालेर के गर्ने यस्तो यस्तै छ जिन्दगानी बोक्नु झोले मिस्टर छोरे अड्डु लेप्पड के यसो गर्ने त अम्माको चाहिँ भेना कति सानो देख्दै रहेछ कसम के भेना अझ यस्तो छैन कि भेना आम्मा कति पुड्के हुन त मेरो हात यत्रो छ एरियालाई हाएर अनि भेना यता हेर्नु त के छ तपाईँको हाइट कति रह्यो 3.4 इन्च होइन 5 तिमी चाहिँ 5-2 होला म चाहिँ 3 छु पचपन बहिनी अम्मा गुरुजी पचपन बहिनी ल भाइ ल पचपनजी पचपन के हो यहाँ लु गो टु होम लेट्स गो टु होम गाइज भेनाले अब घरमा सामान राख्छ म पनि यताबाट छुट्टिन्छ होइन भेनाजी त्यसपछि खानासाना खाने त्यसपछि सट्टै हिँड्नु सो हामी चाहिँ जतिखेर नि खानासाना खाएर चाहिँ जहिले हामी घुम्ने बानी छ होइन त्यो चाहिँ तपाईँहरूलाई अब हामीले भन्छौँ किन भन्दाखेरि अब हाम्रो यो तपाईँहरू पनि हिँड्नु त्यसरी राम्रो हुन्छ सुगर प्रेसर नो म यताबाट जान्छु भेना ल है म यताबाट जान्छु हुन्छ म चाहिँ यति किन जान्छु यहाँबाट जानु लाग्यो म ल लु गाइज फाइनली अब म घर जानु लाग्यो लागि तिम्रो हो सोठे पेपे लागि खाना खाम गोगी पाकेर रहेछ लाउनु खोइ यिनीहरू खाइसकेको रहेछ त गाइज आजलाई भिडियो यति नै चाहिँ यदि हजुरलाई भिडियो मन परेको चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर चाहिँ नबिर्सिनु होला हस्ता तपाईँ राम्रोसँग बस्नुहोस् बाई